मलाई बेंगलोर किन राम्रो लाग्यो भन्दा भन्छन् नि फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तै। हेलो गाइज, वेलकम माई न्यू भिडियो। फाइनल्ली आज मेरो न्यू लुकमा हामी बेंगलोर आएको 1 वर्षपछि पहिलोचोटि आज हामी जाँदैछौँ घुम्न। रेडी भइसक्यो, अब हामी जानका लागि सुरु। हेर यता 1 वर्षसम्मको पर्खाइ आज पुरा भयो। कामदेखि घर, घरदेखि काम गर्दा गर्दै 1 वर्ष बित्यो। धेरै टाढा त छैन, हाम्रो रुमदेखि 1-2 किलोमिटर मात्रै टाढा हो। आग्रा ब्रिज। ए हामी आग्रा ब्रिज पुगिसके। यही त हो त हामी घुम्न आएको ठाउँ कता हो? सुरु मैले घुम्न गए थाहा छ तिमीलाई? त्यो जंगल यही हो घुम्न आएको हामी। कस्तो लाग्यो? उता छ राम्रो लेक, ब्रिजको साइडमै छ आग्रा लेक। हिना भित्र कस्तो छ अब? पुरा जंगलै जंगल जस्तो देखिरहेछ। सन्डेमा सबै मान्छेहरू कहिले कता घुम्न गएको देख्दा यस्तो लाग्थ्यो कि एक दिन हामी पनि यसरी नै जान्छौँ भन्ने लाग्थ्यो, तर आज पुरा भयो के। यही होला लेक, त्यहाँ भित्रतिर होला नि त। पहिलोचोटि बेंगलोरको हाम्रो घुमाइ। हाम्रो रुमदेखि कति लाग्यो? 10 मिनट पनि लागेन है। 10 मिनट लाग्यो। 1 किलोमिटर छ क्या हो? 2 किलोमिटर रहेछ हाम्रो रुमदेखि। हाम्रो रुमदेखि यति नजिकै यति राम्रो ठाउँ रहेछ थाहै नै के। बच्चाहरू खेल्ने पनि रहेछ यता। नेपाली मात्रै छन् कति धेरै यहाँ त। यहाँ बच्चाहरूलाई खेल्ने पनि रहेछ यता। ए उता देखिसक्यो त अलिअलि। देख्यौ? उता उजालो उजालो देखिरहेछ नि, त्यहाँ हो क्या हो? दिस इज आग्रा लेक। एचएसआरमा पर्छ कि? बेंगलोरको एचएसआरमा बस्नुहुन्छ भने हजुरहरू पनि आउन सक्नुहुन्छ। एचएसआरको गल्लीहरू छ नि, ठ्याक्कै त्यो गल्लीबाट मेन रोडको ब्रिज छ नि, त्यहाँनिरै रहेछ के यो आग्रा लेक। ठुलो त ठुलो रहेछ, तर यताबाट चाहिँ राम्रोसँग देखाइरहेन। सूर्य यतातिर भयो नि त बेलुकातिर, अनि त्यही भएर। अब घर नजिकै भयो नि त, अनि वाकिङ गर्ने मान्छेहरू कति धेरै रहेछन् के। हामी पनि खै कति ठुलो छ, 1 राउन्ड गराउन त भनेर पुरै घुमिरहेको छु। अब कति टाइम लाग्छ यो पुरै घुम्न, हेरौँ अब लास्टसम्म। कति ठुलो रहेछ है। वाउ, उताबाट ट्रेन जस्तो देखिनु। के हो त्यो? सुरु मेट्रो ट्रेन जाने हो नि? मेट्रो ट्रेन जाने होला। कस्तो लाग्यो? यो ताल देखेर उता हाम्रोतिरको छ नि, सुरु आधा घण्टा भन्दा बढी हिँडिसक्यो यार। चिसा पानीमा पर्ने गोडागोडी ताल हो, त्यही याद आयो के मलाई। सेम त्यस्तै लाग्यो अलिअलि। पुरा राउन्ड हान्ने भन्ने मान्छे अहिले थाकेर रिटर्न हो भनिसक्यो यहाँ। अनि यता म यस्तो भिडियो बनाइरहेको थिएँ कि साइडमा यस्तो राम्रो फुल रहेछ कि मैले नदेखेको। लास्ट यहाँनिर रहेछ क्या। सबै ठाउँको पानी जाने चाहिँ यहाँनिर एउटा खोला रहेछ। वाउ, कति दामी फुल। कस्तो दामी फुल छ। फुल देख्यो भने त मलाई यस्तो भइहाल्छ। कति धेरै फोटो भिडियोहरू बनाएँ। अनि अलि यता आएको त यहाँनिर पुल रहेछ क्या एउटा। यताको सबै पानी चाहिँ त्यहाँनिर एकै ठाउँनिरबाट जाने रहेछ। एकदम राम्रो छ। यस्तो राम्रो ठाउँ छ घुम्ने ठाउँ, तर यसको हरकत देख्नुहोस्। आऊ तिमी पनि। यसको हरकत हेर्नुहोस्। साइकल हो नि त, साइकल। यहाँबाट बाहिर निस्किने चाहिँ 3वटा रहेछन् है। कतिवटा? 3वटा भन्दा नि 4-5वटा गेट रहेछन्, तर हामीले गाडी त उता फर्स्टको गेटमा राखिदिए। पुरा घुम्दा त हामीहरूलाई त यस्तो पानी प्यास लागिहाल्यो। अनि 4-5वटा गेट छ नि त, अनि ठाउँनिर चाहिँ यसरी पानी, नरिवल पानी पाइने रहेछ। अनि हामीले पनि नरिवल पानी खायौँ। अनि तर जाडोको टाइममा चाहिँ खासै राम्रो चाहिँ मलाई नरिवल पानी लागेन। मैले चाहिँ नरिवल पानी खाएँ। सुरुले चाहिँ आइसक्रिम। पुरा राउन्ड हान्न 2 घण्टा भन्दा पनि बढी लाग्यो के। वाउ, मैले एक चिज देखेँ। हिलोमा पनि कसरी फुल्न सक्नुपर्छ, कमलको फुलबाट सिक्नुपर्छ भन्छन् नि। पिङ्क कलरको वाला रहेछ है। हाम्रो उता त व्हाइट कलरको मात्रै हुन्छ। ए पिङ्क कलरको रहेछ, तर
2 घण्टाभन्दा बढी लाग्यो खाना पनि दिन्न भने 2 घण्टाभन्दा बढी लाएर अहिले थकेर हामी बस्यो के मलाई एउटा कुरा भन्न मन लाग्यो सुरुबानु बेंगलोरको बारेमा धेरै मान्छेहरूले यति नराम्रो नराम्रो भन्छन् है अरे बेंगलोरमा यस्तो नराम्रो घटनाहरू हुन्छ नेपालीहरूले कति बेइज्जत गर्छन् अनि काण्डै काण्डको सहर भन्छन् नि त बेंगलोर तर मेरो नजरमा मलाई चाहिँ बेंगलोर एकदमै धेरै राम्रो लाग्यो मलाई बेंगलोर किन राम्रो लाग्यो भन्दा भन्छन् नि फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तै हो त्यस्तै लाग्यो के हजारौं लाखौं मान्छेहरूको जिन्दगी बेंगलोरमा आएर चेन्ज भएको छ राम्रो मान्छेको राम्रो तरिकाले चेन्ज भएको छ नराम्रो मान्छेको नराम्रो तरिकाले चेन्ज भएको छ के मेरो विचारमा कति मान्छेहरूलाई नेपालमा अब ऋण लाग्या हुन्छ कस्तो हुन्छ सबलाई के कति धेरै मान्छेको हाम्रो हरेक इच्छा चाहनाहरू बेंगलोरले पूरा गरेको छ किनकि बेंगलोरमा दुःख पनि त्यस्तै छ अनि पैसा पनि त्यस्तै छ हामी फर्स्ट चोटि बेंगलोर आउँदा हामीसँग पनि अहिले हामी यसरी भिडियो बनाएर बोल्ने यसरी घुम्नेसम्म भयौं हामी फर्स्ट चोटि बेंगलोर आउँदा हामीसँग मोबाइल थिएन सबैभन्दा मेन कुरा त हामीसँग पैसै थिएन पैसा भयो भने त सबै कुरा हो पैसा कमायौं मैले फोन किने गाडी किन्यौं अहिले हामी यसरी घुम्नेसम्म भयौं हामीलाई यति राम्रो जिन्दगी बेंगलोरले दियो अनि बेंगलोरलाई चाहिँ कसरी नराम्रो भन्ने के सबैभन्दा ठुलो कुरा चाहिँ आफ्नो सोच हो के आफूले जस्तो सोच्यो त्यस्तै हुन्छ अहिले भिडियो एडिट गर्दा देखेर मलाई यस्तो हाँसो लागिरहेछ आइसक्रिम सक्यो भनेर आइसक्रिमकै धुनमा रहेछ के मान्छे तिम्रो विचारमा आफू राम्रो त संसार राम्रो अघि चाहिँ छिटो जाउँ भन्दा नभन्ने मान्छे है अहिले राति भयो भनेर छिटो आऊ रे अझै ढिलो भइसक्यो उसलाई होइन राति पनि भइसक्यो आज बेंगलोरमा पहिलोचोटि घुम्यो रमाइलो भयो प्रतीक्षाको फल मिठो हुन्छ भन्थे हो रहेछ क्या सबैजना साथीहरू यता बेंगलोरमा सन्डेको दिन कोही कता घुम्न गएको कति धेरै भिडियोहरू देख्थे नि त मोबाइलमा अनि यस्तो राम्रो लाग्थ्यो हामी पनि कहिले जान पाउँछौँ होला जस्तो लाग्थ्यो घर नजिकै भए पनि आज गयौँ एकदमै धेरै राम्रो लाग्यो फोटो भिडियोहरू धेरै क्लिक गऱ्यौँ अनि साथीहरू मेरो भिडियो कस्तो लाग्छ तपाईहरूलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला ओके बाई बाई